हो कहाँ हिँड्नुभएको आमा अस्पताल गएको कमजोर भएँ अस्पताल जानुभएको खुट्टाहरू सबै बल्छ हिँड्न सक्दिनँ यसरी पुगेर आउनु हो यसपाल बाँचिँदैन त्यसो चाहिँ नभन्नु के को बाँचे साह्रो बल्छ खुट्टाहरू एकछिन दिन्छ अब एकछिन यसरी भिएको साह्रो हुन्छ त्यसले आँखा देख्दैन घुमी घुमी तर टिप्दै छ आँखा देख्दैन छैन रहेछ अहिले हेरेको त हात विचार घुमी गर्नु वरिपरि घुम्दो रहेछ टाउकोमा त्यस्तै हात कहाँ हिँड्यौ दाजु कता दह्रो काट्नु भएको ए कमजोरी अब कमजोर बोल्ने हो नानी यो गाउँमा सबै दह्रोको छुङ्रो दह्रो सबै धरापै हिजो उही जाडो भएर सुतेँ सेलेन लाउनुले हजुर 3 महिना लाउने मान्छे 3-4 महिना भइसक्यो तेर्छ छोरा मात्रै हो नि उकालो त सकिँदैन नि भरे ऊ स्वास्थ्य बढ्दैन अरे त्यसो त हुँदैन बोकेर लान्छु नि पर्यो साह्रै पर्यो भने किन बोक्दिन हौ मेरो आमाले बोक्दिन त सास बढ्यो भने त साह्रो होइन उ त्यो पत्ता बोक भन्नु उताबाट बोकिहाल्थ्यो नि चोकमा अरे कान्छाल सास बढ्यो भने चाहिँ साह्रो पर्छ है उभिँदै जानु पर्यो नि उयो शीतलमा उभिँदै जानु शीतलमा घाममा साह्रो हिँड्यो भने त फेरि साह्रो पर्छ है उभिँदै हिँड्नुपर्छ हुँदैन सास टेन्नु साथ नराम्रो नि के गर्नु र मैले कान्छीलाई पठाइदिनु पर्यो नि भिडियो बनाएको छु मेरो आमालाई हस्पिटल जाँदैछौँ सेलेन पानी लगाउनुलाई ल निकाल्छु नि आउँछ त्यहाँसम्म खिच्ने देख्नु गएको मौका फुगा मिलाउने आयो मान्छे भनेर माइलीले चाहिँ फेरि सबै मुटाएको छ भनेर भन्थ्यो माइली भन्छ कुङबालु हजुर हजुर भाइ अन्त अब म तानेर पठाउनु पर्छ हजुर हजुर चिर्नुहोस् न ल अझै चिर्नुहोस् कुङबा ल चाम्रो रहेछ नि कुङबा हजुर निकै छिप्पेको रहेछ है कुङबा हिजो कि कहिले भन्दा हुन्थ्यो हजुर त्यो कामको लागि अस्तिको दिनदेखि अमरबासीतिर चाहिँ नपुग्ने हो या पुर्याउँछन् होला गाह्रै पो भयो त त्यसो गर्दा त ल है कुङबा अनि ल हजुर कुङबा रोजगारी गाउँघरको हजुर पर्यो नि हजुर पर्यो के गर्नु नगरी हुँदैन हजुर
कति विदेशको पैसा खानु आफ्नै गाउँघरको पैसा खाउँ न 1-2 पैसा पनि हैन हजुर हो नि अरू ठाउँ फाल्नु होइन अन्त हजुर गाउँकै पैसा सदुपयोग गरौँ भनेर नि हजुर ल ल सोल्टी हजुर हामी लाग्यौँ है हजुर हस् ल झार्नुपर्छ ल यो डोरा ढुङ्गा चाहिँ ल आमा अब जाउँ न ल बिस्तारै नि उनले नि 3 स्केल बेगरको ल्याएर भन्छन् बारमा नि फुपू ए यहाँ तल 3 बाख्रा गोठा ल विष्णु दाई कता हो ल बाख्रा त थुप्रै रहेछ है लु ल ल जाउँ बिस्तारै ठुलीको ए उसले लगेन लान्न भन्यो कान्छा राख्ने होला नि 30,000 भन्दा कतै राख्छ अम्मा 30,000 त खसी एउटालाई यो पिछा सेतो नि 30,000 को त छैन है 30,000 को त छैन है लु कहाँ हुन्छ हौ विष्णु दाई 30,000 को 35 मा जोडी दिन्थ्यो नि लु यता फर्केर बोल्नु म सोध्छु जय मसी आमा जय मसी अनि तपाईँको छोरीहरूको लागि यो भिडियो पठाउन लागेको है ल ल देखो न आमा यस्तो छ भनेर अनिता भूमिकालाई पठाइदिने ल हुन्छ हामी अहिले ल बारमाने निमलाई टोको लेरेङ्गेङ हुँदैछ साह्रो राम्रो निस्किन्छ नि फेरि फुपूको पनि राख्नु पर्यो गर्ने अनि त्यो हुन्छ राख्नु पर्यो नि अब ए तुम्बाले हेर्नु तुम्बाले हेर्नु त्यता सुङ्नीमा ओहो नराम्री ल भिडियो आयो है बोलो त तुम्बा भन त होस् भन न खाँदैछ अहिले मुखमा ल ल थाहा छैन नि यसलाई थाहा छैन नि तुम्बा मेरो छोरो हो नि अनि अनि साइला बोजूको साइला छोरा तुम्बा हो तुम्बा हो तेरो काका साइला कान्छा त तुम्बा होइन तुम्बा कान्छा तुम्बा हो मिटिङमा होइन ऊ आमालाई सेलेन पानी ए फुपू कहाँसम्म हिँड्नुभयो हजुर कहाँसम्म हिँड्नुभयो चारो खोज्ने बाटो हुँदो गाडी हुँदो ए सुँगुरलाई चारो हुन्छ फुपू ल हामी गयौँ है चारो त बिग्रिँदैन है बिग्रिँदैन फुपू बिग्रिँदैन ल सबै खिचेर लैजाऊ है नराम्री राम्रो गाउँ ठाउँ ल खिच्नु पऱ्यो नि आफ्नो गाउँघर के गर्नु हौ पाथिभरामा हिउँ परेको अलि देखिएन ल भात खानु सक्छौँ होला हामी खानुपर्छ दुधहरू खानु हुन होला नि मेन्जु एक साँझे छ नि एक साँझे डाँडा गाउँ अस्पताल ए हाम्रो भाउजूले कति नराम्रो फोन लगाएको नि नराम्रो छोरियाले पठाइदिएको यो माइली र कान्छीले नराम्रो नखिचन तलको मान्छेलाई के भन्छ है अनि फुपू अनि उता जानुभएको अनि के गर्नु आएर हेर लु सुन्ने हेर्छ अरे कान्छीले माइली छोरी कान्छी छोरी दुईजनाले दुईजनाले मात्रै नि ए एक तोला एक तोलाको अरे है लु राम्री भए ए उसरी भइहाल्यो नराम्री भए पनि लाउँदिनँ म लाँदैनन् ल गयौँ आमाले त माया मारेको अरूले मन पराउँछ अन्त हो त्यो बाटोमा त गइन्छ नि हौ के गर्नु र अलि अँध्यारो आयो यसो भनेको हामीले भनेर हुँदैन के भन्यो ए हो छोडिदिनु यता फर्किनु आमा अलिक सिधो राम्रो आउँछ ल यहाँ राम्रो आएछ ल किले अब म सक्ने भिडियो हालेलुया तर अब सँगै क्यामेरा फर्केन नभए त दुईवटा भिडियो भएन